नेपाल विद्युत प्राधिकरणले आइतबारदेखि लागू हुने गरी लोड सेडिङ समय फेरि दैनिक 16 घण्टासम्म लोड सेडिङ। 16 घण्टे लोड सेडिङले गर्दा आज सम्पूर्ण नेपालीहरू ढुङ्गे युगको जीवन व्यतीत गर्न बाध्य भइरहेका छन्। तपाईहरूले हिजो आज यो आन्दोलनलाई पक्कै पनि सुन्दै आउनुभएको होला, जुन राजालाई लिएर भन्दा अरूका लागि गरिदिन्छ। आखिर यति धेरै नेपालीहरू किन सडकमा उत्रिरहेका छन् त? के कारणले गर्दा हो त? आउनुहोस् आजको भिडियोमा भने यही विषयमा रहेर छलफल गर्नेछौँ। आजभन्दा लगभग 10 वर्ष अगाडिको कुरा हो। देशमा 16 घण्टासम्म लोड सेडिङ हुन्थ्यो। लोड सेडिङ यतिसम्म हुन्थ्यो कि हरेक नेपालीले नेपाल विद्युत प्राधिकरणलाई आलोचना गर्ने गर्थे। तर केही वर्षपछि भने लोड सेडिङमा सुधार हुँदै जान्छ र 9 घण्टामा झर्छ। र यो समयमा भने नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकको रूपमा हुन्छन् कुलमान घिसिङ। कुलमान घिसिङ आए लगत्तै नेपालमा लोड सेडिङ अर्कै रूप लिइसकेको हुन्छ। 16 घण्टासम्म लोड सेडिङ हुने नेपालमा भने अब नो लोड सेडिङको घोषणा गर्ने कुरा चल्न थाल्छ। सबै वैकल्पिक उपायहरूसहित चाँडै नो लोड सेडिङ घोषणा गरिनेछ। लोड सेडिङ अहिले नभएको अवस्था छ, त्यसलाई हामीले निरन्तरता यसमा दिनेछौँ। कुलमान घिसिङलाई नेपाली जनताहरूले मन पराइरहेका थिए भनेर उता पार्टीका मानिसहरूले भने उनलाई भ्रष्टाचारीको रूपमा देख्न थालेका र उनलाई आरोप समेत लगाउन थालेका थिए र मुद्दा समेत चलाइरहेका थिए। आजको भिडियोमा भने कुलमान कुन र उनले के कस्ता कार्य गरे जसले नेपाललाई लोड सेडिङ मुक्त बनाउन सक्षम भए त भन्ने बारेमा छलफल गर्नेछ। रामेछापको दुर्गम गाउँ बेथानमा कुलमानको बाल्यकाल बित्छ। 5 कक्षासम्म गाउँकै विद्यालयमा पढेका कुलमान भने परीक्षामा जहिले प्रथम हुन्थे। 5 कक्षा पास गरेपछि भने उनी आफ्नो दाइहरूसँग काठमाडौँ जान्छन्। काठमाडौँमा भने उनलाई कक्षा 7 मा नाम लेखाइन्छ र 7 मा पनि उनी प्रथम नै हुन्छन्। त्यसपछि भने उनका शिक्षकहरूले कुलमानका दाइहरूलाई बोर्डिङ स्कुलमा नाम लेखाउन सुझाव दिन्छन्। एसएलसी बोर्डिङ स्कुलबाट गर्छन् र आइएससी भने अस्कल कलेजबाट गर्छन्। त्यसपछि भने उच्च शिक्षाका लागि उनी भारतको जसमेतपुर पुग्छन्। जसमेतपुरको एउटा युनिभर्सिटीबाट भने उनले इलेक्ट्रिकल इन्जिनियरिङमा ब्याचलर गर्छन्। ब्याचलर सकेपछि भने उनी नेपाल फर्किन्छन्। नेपालमा नेपाल विद्युत प्राधिकरणको 7औं तह इन्जिनियरको रूपमा कार्यरत हुन्छन् र उनले प्राधिकरणमा काम गर्दै गर्दा पुल्चोक इन्जिनियरिङ कलेजबाट पावर सिस्टम इन्जिनियरिङमा मास्टर्स कम्प्लिट गर्छन्। नेपाल विद्युत प्राधिकरणमा काम गर्दै गर्दा उनले चिल्मे जलविद्युत आयोजनामा प्रमुखको रूपमा जिम्मेवारी पाउँछन्। तर राजनीतिक दलहरूको कारणले गर्दा उनलाई त्यहाँबाट हटाएर प्राधिकरणतिर तानिन्छ र त्यति बेला भने सरकारमा रहेका पुष्पकमल दाहाल प्रचण्ड हुन्छन्। प्रचण्डले नै उनलाई विश्वास गरेर नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकको भूमिका उनलाई सुम्पिदिन्छन्। त्यो दिन हो 2073 असोज 1 गते, जुन दिन कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको पद पाउँछ। त्यति बेला भने उनको मेन फोकस लोड सेडिङ कसरी समाधान गर्ने भन्नेमा थियो। उनले नेपालमा लोड सेडिङ मात्र समाधान गरेनन् र उनले बिजुली चोरी हुने समस्या पनि हटाएका थिए। कुलमानले भने इन्डस्ट्री सञ्चालकहरूबाट भने गाली खाँदै आइरहेका थिए। त्यो कारण थियो कुलमानले 24 घण्टा बत्ती नजाने इन्डस्ट्रीहरूमा समयलाई कटौती गरेर कम गरिदिएका थिए। यसले गर्दा 16 घण्टासम्म अन्धकारमा बसिरहेका नेपालीहरूको घरमा लोड सेडिङ मुक्त त भएको थियो, तर उनले बारम्बार समस्याहरू झेलिरहेका थिए र जुन अहिले पनि झेल्दैछन्। कुलमान हुँदा निरन्तर अरबौं घाटामा रहेको विद्युत प्राधिकरण प्रोफिटेबल हुन थालेको थियो। प्राधिकरणले सार्वजनिक गर्ने वार्षिक रिपोर्टको विवरण भने यस्तो छ। तर अहिले भने कुलमान घिसिङलाई पदबाट हटाइएको छ र 3 महिना कार्यकाल अझै बाँकी रहेको कुलमान घिसिङलाई हटाएर हितेन्द्र देव साक्यलाई नियुक्ति गरियो। र यो मात्र होइन, करिब 8 महिना अघि केपी शर्मा ओली प्रधानमन्त्री भएको लगत्तै कुलमानलाई हटाउन प्रयत्न गरिरहेको कुरा बाहिरिएको छ। यसअघि पनि केपी शर्मा ओलीले कुलमानलाई हटाएर हितेन्द्रलाई राखेका थिए, तर ओली सरकार ढल्ने बित्तिकै उनलाई हटाएर फेरि कुलमानलाई ल्याएको थियो। कुलमान घिसिङलाई हटाएको भन्ने खबर छ। कसले कुलमान घिसिङले भने? होइन, सुरतले भनेको। हाम्रो सरकारले त थाहा छैन। हटाए भन्ने खबर छ त नि।
मैले के हुन्छ त्यो कुरा सुन्नु न। त्यही सुन्न त बसिया छ त मन्त्रीजी हामी हो कि उज्यालोको नायक भने उहाँ होइन है। बरु यो धन्यवाद भारत सरकारलाई दिउँ, निजी क्षेत्रलाई दिउँ। जसले उहाँले 15 दिनभित्र नेपाल सरकारको निर्देशन बमोजिम बक्यौता बुझाउनु पर्नेछ। मैले उहाँलाई निकाल्न चाह्यो भने, यदि सरकारले उहाँलाई निकाल्न चाह्यो भने त्यो जम्मा 10 मिनेटको काम। जनताको माग हामी के गर्नु छ? तपाईँको माग भन्नुहोस् न। जनताको माग होइन, मेरो होइन, मेरो प्राइभेट माग कुनै छैन। जनताको माग समाधान गर्छौँ उहाँको। अँध्यारो कालो कोठाभित्र बसेर आफ्नो अङ्क गणित हिसाब किताबमा आफ्नो सरकार टिकाउनको निम्ति, आफ्नो कमिसन भागभण्डा बनाउनको निम्ति सायद यो देशको शासकलाई उज्यालो मन पर्दैन, त्यसैले आज कुलमानलाई बर्खास्त गरेको छ। त्यही आन्दोलनको प्रतिरूप आज हामी साङ्केतिक रूपमा आरआर क्याम्पस अगाडि भेला भएका छौँ। यस बेलामा हाम्रो पार्टीका पोलिट ब्युरो सदस्य तथा पूर्व अन्य केन्द्रीय अध्यक्ष सुदेश पराजुली, युवा सङ्घका नेता तथा हाम्रो पार्टीका केन्द्रीय सदस्य नितेश पौडेल लगायत उपस्थित सम्पूर्ण न्यायप्रेमी युवा विद्यार्थी साथीहरूलाई मन्डल केन्द्रीय कमिटीको तर्फबाट हार्दिक न्यानो अभिवादन टक्राउन चाहन्छु। आदरणीय युवा विद्यार्थी साथीहरू, आदरणीय आम जनताहरू, हामी आज यो ठाउँबाट के उद्घोष गर्न चाहिरहेको छौँ भने हामी कालो कोठाभित्र बसेर हिसाब किताब गर्ने सरकार, स्काउटको जग्गा खाने माफिया मन्त्री दीपक भट्ट जस्ताहरूले यो देशको मूल्याङ्कन गर्ने, यो देशलाई उज्यालो बनाउने कुलमान घिसिङलाई 0 अथवा 0 कार्य सम्पादन मूल्य 0 के हो यो भनेको? तिमीहरूले प्रचार गर्ने पैसा पुगेन भनेर पछाडि 0 अङ्क थप्दै लाने भनेको होइन भने यो देशलाई उज्यालो बनाउने कुलमान घिसिङलाई किन बर्खास्त गर्यो होला? कुलमान घिसिङको विचारसँग हामी सहमत छैन, कुलमान घिसिङले खाने भातसँग हामी सहमत छैन, तर कुलमान घिसिङले गरेको कामप्रति हामी एकैबद्धता जनाउन चाहन्छौँ। यस अर्थमा हामीले यहाँ बढिरहेको छौँ। 17-18 घन्टासम्म लोड सेडिङ भएर बस्ने हामी नै हो। मोबाइल चार्ज गर्न नपर्ने हाम्रा विद्यार्थी भाइ बहिनीहरू, छोराछोरीहरू अँध्यारो
भएर पढ्न नपढ्ने युगको अन्त्य कुलमान घिसिङले गरेका थियौँ। हाम्रो उसको राजनीतिक विचारधारासँग मतलब छैन, उसले कुन राजनीतिक दललाई समर्थन गर्छ त्यसको मतलब छैन। तर हामी यो अभियानमा जोडेको छौँ, यो देश बनाउने अभियानमा जोडेको छौँ। हिजो कुनै नेताहरू बास्केटबल खेल्दै गर्दा, टिटी खेल्दै गर्दा हामीले स्थापित गरेको लोकतान्त्रिक गणतन्त्रको विरुद्ध आज धावा बोलिरहेको छ। त्यही धावा बोलिरहेको बेलामा सरकारले यो जुन निर्णय गरेको छ, यो निर्णय गरेकोले राजावादीलाई बस्राइदिने खालको निर्णय गरेको छ। यसको घोर निन्दा र भर्त्सना गर्न चाहन्छु। आज हामी सङ्केत रूपमा यहाँबाट बोलिरहेका छौँ, यो निर्णय खारेज गरेन भने हामी भोलि देशभरि आगो बाल्नेछौँ। यो राजसभा उठ्नेछ, यो युवा सङ्घ उठ्नेछ, यो देशको आम जनताहरू उठ्नेछ।